नमस्कार। यो विश्व वातावरण दिवस को उपलक्ष्यमा यहाँ उपस्थित हुने वातावरण सम्बन्धी जनचेतना विचार बोक्ने सम्पूर्णलाई फेरि नमस्कार दिँदै यो हाम्रो फोहोर मैला व्यवसायी सङ्घले प्रत्येक वर्ष विश्व वातावरण दिवस जेठ 22 गते फोटो गएकोमा एक दिन अगाडि हामी विश्व वातावरण दिवस मनाउँछौँ र यो विश्व वातावरण दिवसलाई यो सबैको जनचेतना रहोस् भन्दै हामी यो फोहोर मैला व्यवसायी सङ्घले यो विश्व वातावरण दिवसमा यो मनाउने कार्यक्रम गरिरहेको छौँ र पोहोर हामीले जङ्गलखेलमा गऱ्यौँ, पराल भिरकोनी मण्डलमा गऱ्यौँ र यसपालि हामी यो स्वयम्भूनाथ मन्दिरको आसपासमा हामी गर्दैछौँ र यो जनचेतनाको लागि यो हामी प्रत्येक ठाउँमा प्रत्येक वर्षमा हामी सङ्घले यो फोहोर मैला सङ्घबाट चाहिँ हामी यो आयोजना गरेर यो कार्यक्रमलाई प्रत्येक वर्ष गर्ने गरिरहेको छौँ र यो सरसफाइ सम्बन्धी वातावरण सम्बन्धी एउटा चिन्तित रहनु हुने सबै लागिरहनु हुने खटिरहनु हुने सम्पूर्णलाई म शुभकामना दिँदै धन्यवाद, नमस्कार, जय वातावरण टक्राउन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।